गुड मर्निङ गाइस। आज फेरि तपाईहरुलाई नयाँ जग्गा देखाउने छु ल। हेरेर फलो सब्स्क्राइब गर्न नभुल्नु होला। तपाईहरुलाई देखाउने छु अहिले सबैतिर देखिन्छ यहाँबाट चाहिँ है। ओके गाइस, अहिले देखाउने छु तपाईहरुलाई। लु हेर्नुस् यो कुन चाहिँ जग्गा होला है। हेरेर चिन्नु होला तपाईहरु। अझै जुम गर्दिन्छु म। लु हेर्नुस् यो चाहिँ कुन चाहिँ गाउँ होला है। यहाँदेखि लिएर चट्टै हेर्नुस्, यो हेर्नुस् इन्डिकेट गरेको छु, यो मेरो मूल घर हो। यो देखेको जुन चाहिँ जमिन पनि हाम्रै हो है। त्यहाँबाट यो यस्तो पाराले हेर्नुस्, यो नयाँ बाटो खन्दै गरेको यो यहाँबाट चाहिँ निस्केको, योगबाट निस्केको चाहिँ यो बाटो हेर्नुस्। हेर्नुस् है तपाईहरु, यो बाटो तपाईलाई म पहिला देखाइराखेँ हो। ऊ तल अझै जुम गरिदिन्छु। यहाँनिर ब्रिज बनिँदैछ। यो भिड चाहिँ हेभी कटिङ भएको, 4 महिना लाग्यो यो भिड काट्न चाहिँ है। यस्तै छ। खोलाहरू पनि देखाउने छु तपाईहरुलाई। रेली खोला, यो रेली खोला हो। यस्तै छ। अझै देखाउने छु तपाईहरुलाई अलिक पर गएर। गुड मर्निङ गाइस। आज फेरि तपाईहरुलाई नयाँ जग्गा देखाउने छु ल। हेरेर फलो सब्स्क्राइब गर्न नभुल्नु होला। तपाईहरुलाई देखाउने छु अहिले सबैतिर देखिन्छ यहाँबाट चाहिँ है। ओके गाइस, अहिले देखाउने छु तपाईहरुलाई। लु हेर्नुस् यो चाहिँ कालिम्पोङ। कालिम्पोङ यहाँबाट यस्तो देख्छ है। सरर कालिम्पोङ हो। यो तल देख्दै गरेको चाहिँ यहाँ चाहिँ पुलको जीप बनिँदैछ। बाटो यही हो, सरङरङ जान्छ हो। हेर्नुस् है, यो उत्ताको चाहिँ पऱ्यो प्रेमताम। यहाँदेखि यता चाहिँ योग बस्ती। योग चाहिँ यस्तो छ है, सरर गएर है। यो कहाँ पुग्यो, घामले गर्दा देख्दिनँ नि फोटो कहाँ पुग्यो। यो 4 गरे भोटाङ है। यहाँ छ 4 गरे भन्थ्यो, अहिले त 32 घर भएको छ। त्यसरी यता माथि काङ्केबुङ, यो माथि कफेर है। अनि यता मेरो दाजु चाहिँ, ठुलो दाजु, यहाँबाट चाहिँ उड्नको लागि हेलमेट सेलमेट लिएर आएको छ हो। म यहाँबाट जम्प गर्छु, तैँले एउटा फोटो। म फोटोकै लागि मात्रै है जम्प गर्ने, होइन भने हेलमेट जानु हुँदैन। तिमी नेक्स्ट तिमी उड्नुपर्छ है। हो तिमी उड, यहाँबाट उड हो। अब यहाँ हेर्नु, यहाँ हेर यो भिड चाहिँ कस्तो छ नि। यहाँ उँधो हेरिहाल्नु यहाँबाट। यो चाहिँ कालिम्पोङ सुङदुङ गएर रमिते डाँडा। यस्तै चाहिँ गाइस। हेरेर फलो सब्स्क्राइब सेयर गर्न नभुल्नु होला। ओके गाइस, बाई बाई। लु हेर्नुहोस् यो कुन चाहिँ जग्गा होला है। हेरेर चिन्नु होला तपाईहरु। अझै जुम गरिदिन्छु म। लु हेर्नुहोस् यो चाहिँ कुन चाहिँ गाउँ होला है। यहाँदेखि लिएर चट्टै हेर्नुहोस्, यो हेर्नुहोस् इन्डिकेट गरेको छु, यो मेरो मूल घर हो। यो देखेको जुन चाहिँ जमिन पनि हाम्रै हो है। त्यहाँबाट यो यस्तो पाराले हेर्नुहोस्, यो नयाँ बाटो खन्दै गरेको यो यहाँबाट चाहिँ निस्केको, योगबाट निस्केको चाहिँ यो बाटो हेर्नुहोस्। हेर्नुहोस् है तपाईहरु, यो बाटो तपाईलाई म पहिला देखाइराखेँ हो। ऊ तल अझै जुम गरिदिन्छु। यहाँनिर ब्रिज बनिँदैछ। यो भिड चाहिँ हेभी कटिङ भएको, 4 महिना लाग्यो यो भिड काट्न चाहिँ है। यस्तै छ। खोलाहरू पनि देखाउने छु तपाईहरुलाई। रेली खोला, यो रेली खोला हो। यस्तै छ। अझै देखाउने छु तपाईहरुलाई अलिक पर गएर। लु हेर्नुहोस् यो चाहिँ कालिम्पोङ। कालिम्पोङ यहाँबाट यस्तो देख्छ है। सरर कालिम्पोङ हो। यो तल देख्दै गरेको चाहिँ यहाँ चाहिँ पुलको जीप बनिँदैछ। बाटो यही हो, सरङरङ जान्छ हो। हेर्नुहोस् है, यो उत्ताको चाहिँ पऱ्यो प्रेमताम। यहाँदेखि यता चाहिँ योग बस्ती। योग चाहिँ यस्तो छ है, सरर गएर है। यो
कहाँ पुग्यो घामले गर्दा देख्दिनँ नि फोटो कहाँ पुग्यो यो 4 गरे भोटाङ है यहाँ छ 4 गरे भन्थ्यो अहिले त 32 घर भएको छ त्यसरी यता माथि काङ्केबुङ यो माथि कफेर है अनि यता मेरो दाजु चाहिँ ठुलो दाजु यहाँबाट चाहिँ उड्नको लागि हेलमेट सेलमेट लिएर आएको छ हो म यहाँबाट जम्प गर्छु तैँले एउटा फोटो म फोटोकै लागि मात्रै है जम्प गर्ने होइन भने हेलमेट जानु हुँदैन तिमी नेक्स्ट तिमी उड्नुपर्छ है हो तिमी उड यहाँबाट उड हो अब यहाँ हेर्नु यहाँ हेर यो भिड चाहिँ कस्तो छ नि यहाँ उँधो हेरिहालौँ यहाँबाट यो चाहिँ कालिम्पोङ सुङदुङ गएर रमिते डाँडा यस्तै चाहिँ गाइस हेरेर फलो सब्सक्राइब सेयर गर्नु नभुल्नु होला ओके गाइस बाई बाई